मसङ्दी हाइड्रो पावर जानको लाइन लाग्दैछ। हामी ड्याम साइडतिर जाँदैछौँ। ड्याम साइड कहाँ जाँदैछौँ हामी? मोबाइल चलाना नहीं। त्यो डिजाइन अनुसार एउटा स्याप राखिन्छ, छर्रा बुझ्नु है त्यहाँ पुछारमा टराङ घुमाइन्छ, पानी घुमाएर जान्छ। यहाँ पानी हेर्न पाइँदैन है फेरि। टर्बाइन झिक्यो टर्बाइन हेर्न पाइन्छ, भित्र टर्बाइन हेर्न पाइँदैन। त्यो चिज हेर्न लाग्नु त भित्र छिर्नु परेन। त्यो पानी त आयो भने त डुबाइहाल्छ नि। त्यही भएर यहाँ सबै चिज कन्ट्रोल गर्छन्। तिनलाई कन्ट्रोल गरेर हामीले नयाँ चिज निकाल्ने हो। जस्तै हामी पानीबाट बिजुली निकाल्यो, यहाँ पानी हेर्न पाइँदैन है। यहाँ चाहिँ अब बिजुली पनि हेर्न पाइँदैन। बिजुली टिमहरूबाट भित्री सिस्टमबाट माथि जान्छ। कहाँ जान्छ बिजुली? तपाईँ कहाँ जान्छ? कहाँ जान्छ? त्यति त्यही हो। यो तीन मान डिवाइड किन गरे एकै मान एक किन गरे अनि यो के तीनटा अनपछि न्युटनमा किन डिवाइड गर्यो भने ए ट्रेनमा चाहिँ छैन। यो तल गरेको वहाँबाट सिङ्गल आएको छ पानी तल आएर जहाँनिर मिसिन हुन्छ नि त्यहाँनिर तिनवटा पाइपमा बाँडेर तिनवटा पाइपलाई बाँडेर तिनवटा मिसिनलाई पुगिने पानी आएर हो त्यो के फाइदा हुन्छ त्यो चाहिँ तर पानी कति आयो भन्ने कुरा हुन्छ कि खोलाबाट आउने पानी ल्याएको अनुसार तिनवटा मेसिन चल्ने डिजाइन भयो। यदि त्यही पानी अलिक ठुलो पाइप हुन्छ भने खोलाबाट चल्छ नि त। तर यहाँ त्यो तिनवटा चल्ने डिजाइन त्यो पानी पुग्ने भएर तिनवटा मिसिन किन यहाँ पानी पुग्छ चाँडो हुन्थ्यो पालो हुन्थ्यो नि। एउटाले धेरै निक्लिन्छ कि एउटाको पानीको हेड र फोर्स अनुसार हैन कति बिजुली निकाल्छ। एउटाको फोर्समा 70 मेगावाट निस्कन्छ है। त्यो तिनवटा गरेर 70 भएको त्यो पानीले तिनवटाबाट निस्क्यो भन्दा एउटाबाट त त्यति नै हो नि। एउटा भड्डुमा 5 जनालाई पुग्ने खाना पुग्छ है। त्यो भड्डुले भड्डु 7 जना भयो के हुन्छ? भड्डु लुसेर खाँदैन। खाँदैन। छिटो पुग्यो भने छिटो पुग्छ।